यस्तो जङ्गलमा यहाँ ब्याट्री चार्ज गर्नुपर्ने हाम्रो छिरिङ सरले ल्याउनु हुँदैछ। सबै बिजिसकेर यस्तो छ जिन्दगी। सो वी आर वर्किङ इन द डाँडा अफ फुन्चुलिङ, विच डाँडा भन्यो भने चिन्लिङ माथिको डाँडा। यस्तो जङ्गल छ। अघि 3टा साँप भेटेको थियो, 3टै यो मान्छेले मारिदियो। यस्तो छ ब्याट्री लिएर जङ्गलमा अब छ है यो जङ्गलमा माथि परको त्यो डाँडा सबै स्क्यान गरेर सबै गरेर आएको यहाँसम्म। यहाँदेखि यसको गोठसम्म पुग्नुपर्छ। यहाँ आइपुग्यो। यहाँबाट चाहिँ यहाँ माथि घर छ। यो घरले चाहिँ हामीलाई एसिस्ट गर्दैछ ब्याट्री चार्ज गर्नुमा अनि पानीहरूको लागि। सो ब्याट्री चाहिँ यसरी चार्ज गर्दैछ। यहाँ ब्याट्री चार्ज गरिसक्यो हो। अनि यहाँबाट चाहिँ भिजुअल अब्जर्भेसन हुँदैछ। ड्रोन यहाँ मुनि उडिरहेको छ हो। यहाँबाट अहिले उता साइडमा हाम्रो छिरिङ सरले हेरिरहेछ। सो यो साइडमा आउँछ, यताबाट यो गोठ हेर्नुपर्ने छ। सो ल यति नै हुँदैछ जिन्दगीमा। अब सक्न आँट्यो। दिस इज लास्ट मिसन। यो सकेर चाहिँ जानुपर्छ। ल कस्तो भइसकेछ डरेर।